हेलो गुड मर्निङ एभ्रिवान। म चाहिँ यहाँ हाम्रो छुचिन गुम्बा जाँदैछु हो, किनभने भोलि चाहिँ यहाँ सोनाम लोसार हो। त्यसले गर्दा यहाँ राम्रेहरू पूजाहरू के चाहिँ आज गर्छ अरे। सो यस त्यहाँ जाँदैछु। अगाडि आँसुहरूले चाहिँ मलाई छोडेर गयो, म चाहिँ खाना खाइसकेको थिइनँ। अन्त नि आज पूजामा त्यहाँ केहरू गर्छ। I'll be shooting all those. Stay tuned. हाम्रो गुम्बा चाहिँ म चाहिँ यहाँ पुगेँ। यस्तो छ हाम्रो गुम्बा, सानो छ तर क्युट छ। बनिँदैछ अझै यता केहरू हो। सो यस पुगेँ म चाहिँ गुम्बा। यहाँ हाम्रो आमा पार्टीहरू चाहिँ स्टार्ट पनि भएछ बिहानै। के भन्नुहोस् त मेरो भ्लगमा के बनाउनु लागि तपाईँहरूले काट्नु भएको तयारी हुँदैछ है। अब छाङ्गु पनि पकाउनुपर्छ। यहाँनिर छाङ्गुको सामान पनि एकदम आइपुगेको छ। मेरो चाहिँ आज जाँड छनाइ मात्रै भयो। छाङ्गु बनाएँ, त्यहाँदेखि यसरी कोदोको जाँड छाने, डल्लै जुए जाँड गर्ने। त माथि कस्तो भइरहेको थियो, अलरेडी यति साह्रो छिप्पेको जाँड रहेछ। सो यसरी जाँड छाने मैले चाहिँ। लु 1 2 3 ह्याप्पी सोनाम लोसार। यहाँ सबैजना अब यहाँ एकछिन छाङ्गु खाब्जेहरू खाँदैछ। सोनाम लोसारको रमझम यहाँ हाम्रो गुम्बामा सबैजना। नाङसेल चाहिँ खुसी हुन्छ हो यसो गऱ्यो भने। सबजना यहाँ खाएर ढाडेर बसिरहेछ। अब म त भ्लगमा हाल्छु आसु युट्युबमा। नाङसेल र नाङसेलको माम। तिमी बोल्ने भात माग्नु मात्रै हो, सबै पाकिसक्यो। यता चाहिँ ऊ भोक लाग्यो अरे। हजुर अघि माथि गुम्पाबाट राम्ने गरेर ल्याएको लुङ्ता चाहिँ यहाँ सहयोगले ठोक्दैछ। सहयोग र छ्याङ भएर मिलाएर गरे भाइ। होसु तनक तनक पादे। ठोक्दैछ यहाँ हाम्रो सहयोग राजाले। भोलि चाहिँ राम्रो साइज छैन अरे छाम्पोले भन्नुहुँदा, त्यही भएर चाहिँ आजै लुङ्ता चाहिँ आजै लगाउनु भनेर सो आजै गरेको। गुम्पाबाट आएर चाहिँ तो चिया खानु मन परेको थियो। चिया खाएर चाहिँ अब यहाँ पूजाको उयोहरू चाहिँ भाँडाहरू, पूजाको काँक्रीहरू छपतिङहरू चाहिँ टल्काएँ हो। अन्त यो फ्रुटहरू सजाउनेहरू सबै टल्काएर चाहिँ भर्खर बसेको। अब पुछीको बाहिर सुकाउँ भने चाहिँ आज दिन यति साह्रो धुम्मै छ कि पानी पर्ला जस्तो हुँदैछ। सो यसरी पुछेर नै उयो गरेँ। सबै त्यो दिवालीमा जस्तो सबै त टल्काउनु पर्दैन। सो त्यसले गर्दा पूजाको जति मात्रै उयो गरेँ। यसरी सबै पुछिसक्यो। अन्त अब यहाँनिर छिमानहरूको यताउता अलिकति दस्तुर जस्तो त गर्नु पर्यो। त्यसले गर्दा छेसम अलिकति साफसफाइ, छेसम हिजो मैले सफा गरिसकेको थिएँ हो। अब चाहिँ यहाँनिर पाछपुछ गरेर चाहिँ अलिकति देगा मिलाउने। खाब्जे ठुलो खालके खाब्जे त बनाएको छैन, र पनि अलिकति देगा चढाउँ भन्दै सम्झेको नि।
मेरो चाहिँ नानी यहाँ सुत्यो हो मेरो कामहरू सबै सक्यो अब बल्ल बल्ल अन्त अब 9 साढे 9 हुन आँटिसक्यो सो अब चाहिँ म सुत्छु किनभने भोलि बिहान छिटो उठेर पूजाहरू गर्नु छ भोलि लोसार हो अन्त भोलि चाहिँ लोसार हो तर म मेरो छोरालाई यति बेसी मिस गर्दैछु तेन्जुला मिसिङ यु सो मच लाई तपाईँ छैन भने पुरा उयो हुन्छ खल्लो खालको हुन्छ बट इट्स ओके तपाईँ आई नो यु इन्जोइङ अ लट इन कुपुक होइन सो यस भोलिको लोसार चाहिँ अब तेन्जुको बिना सेलिब्रेट गर्नुपर्छ बट विल बी मिसिङ हिम भेरी भेरी मच अन्त अब नाङ्सेल हाम्रो छोरीको चाहिँ फर्स्ट लोसार हो त्यसले गर्दाखेरि आइ एम भेरी एक्साइटेड दो अब ठुलो ग्रान्ड सेलिब्रेट गर्दैन बट स्टिल नानीले गर्दाखेरि अब नानीको फर्स्ट हो भनेर चाहिँ दस्तुर त गर्नै पर्यो होइन सो आज गुम्पाहरू गएर सबै गुम्पाको पूजाहरू पनि भयो र पनि भोलि एकपल्ट म बिहान चाहिँ गुम्पा जान्छु भनेरै सम्झिरहेको छु किनभने मलाई त्यो लोसारकै दिन पूजा गर्नु मनपर्छ जहिले पनि त्यसले गर्दा नानी पनि लगेर एकपल्ट जान्छु आज पनि गएँ जानु चाहिँ र पनि भोलि पनि एकपल्ट जान्छु सो यस ल अब चाहिँ म पनि बहिनी सुत्यो अब म पनि सुत्छु ओके थ्याङ्क यू फर वाचिङ माई ब्लग सब्सक्राइब गरेको छैन भने चाहिँ प्लिज सब्सक्राइब पनि गरिदिनुहोस् है भिडियो मात्रै हेरेर चाहिँ नबस्दिनुहोस् है ल सब्सक्राइब गरिदिनुहोस् ल हुएभर इज वाचिङ माई भिडियो लाइक इफ यु लाइक इट लाइक पनि गरिदिनुहोस्